स्थानीय स्तरमै प्रतिभा खोज्ने प्रयासका साथ बुटवलमा अन्तर्विद्यालय छात्र भलिबल प्रतियोगिता सुरु भएको छ। जिल्ला भलिबल संघ रूपन्देहीको आयोजनामा भएको प्रतियोगिताले विद्यालयका खेलाड़ीहरूलाई राष्ट्रिय मञ्चमा पुग्ने बाटो खोल्ने अपेक्षा खेलाड़ीले गरेका छन्। प्रतियोगिताले हामीलाई धेरै फाइदा गर्छ, हाम्रो स्वास्थ्यको लागि धेरै फाइदा गर्छ र देश विदेशमा चिनिन पनि सहज हुन्छ जस्तो लाग्छ। किनभने जहाँसुकै अब जुन ठाउँमा पनि यो भलिबल भनेको सबै दर्शक महानुभावहरूले मन पराउने खेल भएर नै होला। होइन, स्वास्थ्य र आत्मा अनुशासन पनि खेलको माध्यमबाट सिक्न सकिने बुटवलका खेलाडीको भनाइ छ। खेलकुद प्रतियोगिताले विद्यार्थीको जीवनमा धेरै परिवर्तन गरेको छ। अब कुनै सानो स्तरदेखि सानो लेभलबाट उठेको प्लेयरहरूलाई खेलकुदबाटै धेरै माथिसम्म पुर्याएको पनि हामीले सुनेका छौँ र यो खेलकुद चाहिँ विद्यार्थीको जीवनमा चाहिँ निकै महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। कुनै कतिपय अलि मिडल क्लास फ्यामिलीको प्लेयरहरू पनि खेलकुदबाटै पल्लो लेभलमा गए पनि हाम्रो गाउँ समाजमा उदाहरण छ। त्यही हो। अब विद्यालय स्तरमै यस्ता प्रतियोगिता भए मात्र वास्तविक खेलाडी पहिचान र उत्पादन सम्भव हुने जिल्ला भलिबल संघ रूपन्देहीका अध्यक्ष सुरेन्द्र कुमार साक्यले बताउनुभयो। लगभग प्रत्येक वर्ष विभिन्न कार्यक्रमहरू गर्दै आइरहेकोमा प्रायः हामी रूपन्देही जिल्लाभित्र पुगेका खेलाडीको प्रतिभा प्रदर्शन हुनुपर्छ भने हामी गत वर्ष पालिका स्तरीय गरेका छौँ भने यस वर्ष हामीले नि राष्ट्रपति कपलाई पनि के ध्यान दिनुपर्छ भनेर हामीले नि यो अहिले अन्तर्मावि छात्र भलिबल प्रतियोगिता गरेका छौँ। यो प्रतियोगिता गर्नको खासै उद्देश्य भनेको के छ भन्दाखेरि यो रूपन्देही खासै विभिन्न खेलको उर्वरा भूमि भइरहेको अवस्थामा यहाँ रहेका लुकेर बसेका यस्तो विद्यार्थीहरू यो कार्यक्रम गर्दाबाट नै उनको पहिचान हुने हुनाले यो कार्यक्रमबाट नि यो जिल्ला स्तरीय कार्यक्रमबाट हामीलाई यति सहज हुन्छ कि हामीले प्रदेश स्तरको कार्यक्रमहरू गर्नको लागि पनि खेलाडीलाई चाहिँ छनौट गर्नलाई चाहिँ एउटा सशक्त खेलाडी तयार पारेर हामी लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्न सकिन्छ भन्ने उद्देश्य छ। साथसाथै कार्तिक 23 गतेदेखि सुरु भएको यो प्रतियोगितामा रूपन्देहीका 17 विद्यालयका खेलाडीहरू प्रतिस्पर्धामा रहेका छन्। फाइनल कार्तिक 29 गते हुने यो प्रतियोगिता धेरै खेलाडीका लागि नयाँ यात्रा सुरु गर्ने अवसर बनेको छ। जनता टुडेका लागि फुलु सुनार, बुटवल।